हेलो गाइज, तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज चाहिँ हामी पोखरा आएका छौँ। पोखरा आगो के राति नाइट आगो, त्यही भएर आउँदाखेरिको भिडियो बनाउन पाइएन। हामी यहाँ शिवालय मन्दिरमा आइसकेका छौँ। शिवालय मन्दिर अब चाहिँ हामी मन्दिर घुम्नेछौँ। लोन राख न सबै जाने जाम्नै दिएन बुवा चला हजुर मूर्ति देख्न सक्नुहुन्छ साथीहरू। अहिले कस्तो कालो कालो देखियो अरे। के गरे यस्तो कति छाडाहरु ए हाम्रो दाइ हामी चाहिँ अब मन्दिर हेर्न जानु लाग्छौँ गाइजहरु। सँगै जाम लाग्यो हामी चाहिँ नजिकै जान्छ। ओए रुखा गर्छ यहाँ त रुखा गरौँ पुगे गाइज हेर्नुहोस् त यहाँ रुखमा घर के जरा अब के यस्तो बिजोक छ नि। म फर्स्ट टाइम आएको अजिब लागिरहेको। सेम नाम के भन्यो अरे सेम नाम हुन्छ नि आफ्नो सेम भएर के भयो त किन यस्तो ए बल्ल देखा नवलपरासी गरे नवलपरासी के सुन्नु जाऊँ क्या मासतिर जाऊँ ओए साथीहरु हामी चाहिँ एउटा गाडी लिएर आएको। गाडीमा चाहिँ हामी 11 जना आएको हो। अरू साथी आन्टीहरू त तल हुनुहुन्छ आइरहनु भएको छ। हामी चाहिँ माथि मन्दिरसम्म आइसकेका छौँ। गाडी चाहिँ हाम्रै अङ्कलको हो। हेर्न सक्नुहुन्छ तपाईँले। अलिक कुहिरो लाएर कस्तो नराम्रो ढुकिसके पुरै ढाकिखा कुहिरोले। अहिले कस्तो नराम्रो आयो क्या भएन कि हिमाल त के खतर देखिने निस्किएन अझै कुहिरोले ढाक्यो। साथीहरू स्कुलबाट भ्रमण आएका विद्यार्थीलाई हेर्न सक्नुहुन्छ। कति छन् 2टा स्कुलका छन् क्या यहाँ 2टा कि 3टा चम्के माथि मन्दिर अझै राम्रो देखेन यार। सुन कस्तो गोरो उस देखाइरह यार दुध्ला गोरो यसलाई के भन्छन् यार शिवलिङ्ग है यार। शिवलिङ्ग हेर्नुहुन्छ गाइजहरु कति छन् कति पुरै कति नाम लेखेछ यहाँ त के यार। माथि तल
केटाहरू चाहिँ यति है 1 2 3 मस्त 4 जना ए ढोका पनि रहेछ गाइज अब तपाईँहरूलाई के देखाउनु जस्तो सबै त्यही हो निर्माण हुँदैछ ए हो त यहाँ आउँदाखेरि अब हेर्नु जस्तो चिज भए सबै टिकट काट्नु पर्ने कि आउनु यहाँ हो के अरे दिएन के भन्छन् गरेर मतलब तल के कस्तो नराम्रो देखियो यार पुरै कुहिरो लगाएर हेलिकप्टर क्या दामी हिँड्छ जस्तो कि तिमीले अजिब बात गरिहाल्छौ क्या यति टाढा छ भने खाना गरेर कुद्छ माछा बसेर हिमाल कहाँ छु म र सररा मोटर चढेर तर हाम्रो देखिन्छ नि के छ शिवजीको मूर्ति हेर्न सकिन्छ टाढा अगाडि ए नाम त कैछन् यहाँ हेर न यता हेर्नुहोस् त तल के म त दिन्न मेरो चार्जलाई पुग्दिनँ अहिले तिमीले हेर्नु राख्नु मैले दिन्न माथि जाऊँ क्या हामी यस्तै आएर टाटा वाल तर अनुहारै बुझ्दैन क्या हेलो साथीहरू अब चाहिँ हामी माथि शिवालय मन्दिरबाट तल आइसकेका छौँ आन्टी अङ्कल दाइहरू चाहिँ माथि हुनुहुन्छ अझै अहिले आउनुहुन्छ हामी चाहिँ केशव दाइ र म तल झरिसकेका छौँ अब हामी चाहिँ पर अर्को मन्दिरमा जान लागेका छौँ परको मन्दिर दुर्गा माता उहाँ हेर्न सक्नुहुन्छ अब त्यहाँ जानेछौँ हामी ठाउँ चाहिँ एकदम रमाइलो छ तपाईँ एकचोटि घुम्न आउनु होला म पनि फर्स्ट टाइम आएको हो जस रमाइलो लाग्दैछ तपाईँहरू पनि आउनु होला एकचोटि हाम्रो गाडी चाहिँ यही हो हाम्रो अङ्कलको गाडी कतै जान परेमा सम्पर्क गर्न सक्नुहुन्छ तानसिन छहरा टु तानसिन को लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ साथीहरू के भयो र किन चिया खाने साथी हामीले चाहिँ चिया खान्छौँ अब बिहान तात चिया One eternity later. गाइज अहिले चाहिँ हामी चाहिँ डेभिस फल्स आएका छौँ ओहो यो विद्यार्थीको लाइन हो कि के को होइन त्यो नेपाली इङ्ग्लिस दुइटै हो नि पाताले छागा भन्यो भने डेभिस फल्स बुझ्ने बुझिहाल्छ नि बाबु नबुझ्नु पनि बुझ्दिनँ हामी दुइटा मात्रै जाने र हामी फोटो खिचौँ न सिक्का छ अहिले पहिला सिक्का ल गाडीमा आउनु कहाँ सिक्का चढाउने मलाई न के भन्छ यही हो चढाएर के भन्दा के गर्नु त यहाँ खोल्यो त
अड्डी बाखेर के हुन्छ त डेभिस फल्स नै हो हेर जलाइन न पहिलोचोटि आएर किन यस्तो आइरह कि यार खै डेभिस फल्स होइन खताडा अब तलबाट जाने हो हामी चाहिँ अहिले डेभिस फल्स हेर्न जान लागेका छौँ कस्तो छ र यार पहिलोचोटि आएको क्या दामी देखिन्छ भ्यू त यार वाह हामी दुईटा मात्रै हिँडिरहने अरू कहाँ तिमीले यार खालि के हो यो त्रिशुल काटेको त मैले पनि देखिरह सिक्का चढाउनु पर्छ यहाँ होइन के गरेको त त्यसमा मैले ढकिदिन्छु नि खै डेभिस फल्स पाताले छाँगा के भन्छन् गरे ओ गाइज हेर्नुहोस् डेभिस फल्स पाताले छाँगा वाह क्या दामी देखिन्छ है तल कति गइरह र ओ माई गॉड यहाँ कहाँ गयो त तिम्रो सिक्का त अड्किन्न होला मेरो अड्किन्छ होला बरु साथीहरू हामी अब डेभिस फल्स हेरेर नि आइसकेका छौँ अब हाम्रो अरू आन्टी दाइ कता गए हाम्रो मोटे दाइ खतम छन् कि खालि हामी दुइटा मात्र हिँडे तर त्यहाँ कस्तो गहिरो हो न मैले पनि देखेँ तैँले पनि देखिस् भयो त तँलाई थाहा छ मलाई थाहा छ गएर फेरि जान्ने आयो एउटा पसेको अरे को डेभिस भन्ने के डेभिसमा डेभिस फलमा यसको नाम पातले छाँगा हो कि त्यो त्यहाँ पसेको अरे मान्छे डेभिस भन्ने खसेर मरेको हराएको त्यही भएर डेभिस रह्यो सानो फल भनेको चाहिँ खस्नु डेभिस फल त्यस्तो हो कुरो कसले पो छुन्छ र नेउली बनैमा हितैको मायालाई यिनी हो कि नि खतम छ नि मैले जसरी सके जा भनेको नि दोग्री गर्छ तहरू किन आयो त वहाँ पर फसला जस्तो पछाडि वहाँ पर खतरा देखिन्छ साथीहरू हामी आएको यति हो हाम्रो आन्टी दिदी दाई सबै यहीँ हुनुहुन्छ कहाँ जाने र एक्लै हिँडे गर्छौ अनि यहाँ कसरी अड्डाउने भन ल कहाँ बोलेर आएको कसरी अड्डाउने भन ल
यहाँ अड्डा हुने मेरो त अड्किन्छ त सिधा कुरा त हेर म त ओर्कुन जाने कहाँ गयो ए उडो ल हेर ए ए ए ए उड्छ त भ्याइमे सिक्का त ए भगवान जाम क्या हो म पनि जाम क्या ल हेर खोइ अर्क्यो अड्क्यो ल खैल्यो नि एउटा भेयो सक्का त अन्त एउटा नाट्यो नि तिम्रो खैछ नि तिमी यार तिमी खतम रहेछ क्या तिमी दिदी हिँड्छ क्या हाम्रो घर त अगाडि ए त्यहाँ फोटो खिचिदिउँ न हो त्यहाँ मेरो फोटो खिचिदिउँ आफै खिच्नु मिल्ने भन्थेन के मैले त यस्तो रमाइलो भएछ नि यो फेरि के हो वनबाटिका यो के हो कृपया जताभावी भित्तामा नलेख्नु होला धन्यवाद धन्यवाद कार्यक्रम सञ्चालक ज्यू बस्नु ठाउँ के गाइज हेर्नुहोस् भ्यूहरू बवाल छ बवाल बवाल भन्दा नि बवाल हार मोटो देखाएको कस्तो हेर्नु बवाल छ नि उहाँ जाऊँ न त्यहाँ कि त्यहाँ कताबाट जान्छ नि त्यहाँ उतिकै भित्र के उडाड जाऊँ न त फेरि साथीहरू मान्छेहरू हेर्न सक्नुहुन्छ टन्नै छन् टन्नै उता छन् विद्यार्थी गेट बाहिर कति छन् कति आऊ न मेरो फोटो खिच्दियो आऊ त साथीहरू एकछिन हामीले फोटोहरू खिच्छौँ त्यस फेरि भिडियो स्टार्ट गर्नेछु कन्टिन्यू गर्नेछु यस्तो त फिल्ममा देखिन्छ नि फिल्ममा क्या अस्ति नै खिचाएको हामीले फिल्ममा क्या यस्तो ल फोटो खिचौँ